युके आए पछाडि पहिलो पटक एउटा कुरा रियलाइज भयो जसले मेरो लाइफ चेन्ज गरिदियो। हेलो एभ्रीवान, इट्स मी प्रेनिजा। अनि म चाहिँ जहिले पनि लाइफको बारेमा कम्प्लेन गर्ने मान्छे। मलाई यो गर्नु छ त्यो गर्नु छ तर मसँग टाइम नै छैन। कसरी ब्यालेन्स गर्ने र पढ्नु कि प्यासनलाई फलो गर्नु कि के चाहिँ यस्तै सोच्दै बस्थे अनि आफूदेखि एकदम धेरै रिस उठ्थ्यो। बट सडनली मसँग यति धेरै टाइम छ। आई नो इन्सिडेन्ट त नराम्रै भयो बट यहाँ खेल छ टाइमको जुन मसँग अथाह छ। अब यो टाइमलाई युटिलाइज कसरी गर्ने? मेरो असाइनमेन्ट्सहरू गर्नु थियो अनि पेन्डिङ वर्कहरू कति कुराहरू गर्नु थियो। हिजो जब मेरो कामहरू गर्न थाले म एकदम कन्फ्युज भएँ अब के गर्नु भनेर। आज चाहिँ मलाई रियलाइज भयो मैले टु डु लिस्ट बनाउनु पर्छ। सो त्यही सोचेर मैले टु डु लिस्टहरू बनाएँ। अनि धेरै कुरा हैन, मात्र 4 वटा कुरा त टु डु लिस्टमा हालेँ अनि एकदम सिम्पल बनाएँ त्यसलाई। त्यति बेला पनि मलाई खटपट भइरहेको थियो कि अर्को काम छुट्यो भनेर। स्टिल म टु डु लिस्टमा जे लेखेको थिएँ त्यही कुराहरू गरेँ। एन्ड गेस व्हाट, मैले त्यो टु डु लिस्टमा लेखेको कुरा अलमोस्ट सके। मैले मेरो साथीहरूलाई पनि भेट्न पाएँ, घरमा पनि कुरा गर्न पाएँ अनि अगेन बेलुका फेरि आफूलाई टाइम दिन पनि पाएँ। अब मलाई डे डिजाइन गर्न त आयो बट आई वान्ट एड मोर थिङ्स अन माइ डे। सो व्हाट डु यु थिंक म के गर्न सक्छु? मेरो दिमागमा एउटा कुरा आइरहेको छ, दैट इज मेकअप सिक्नु। व्हाट डु यु गाइस थिंक अन दैट? डु कमेन्ट बिलो। सी यु टुमोरो।